हेलो गाइज नमस्ते के चाल खबर ओके जुलाई 1 2026बाट जनवरी होइन जुलाई 1 2026बाट स्यालेरी इन्क्रिज हुने कुरा तपाईँहरूले थाहा पाउनु भएको होला। आज 3 दिन भइसक्यो यो डिसिजन पास भएको 18, 19, 20, 17मा डिसिजन लिएको हो गभर्मेन्टले। सो खासै केही डिफ्रेन्स छैन। अब 4325 हुनेवाला छ, अहिले 4050 छ। सो यो पेपरमा मात्रै छ, किनभने तपाईँहरू अलरेडी काम गर्दै हुनुहुन्छ। तपाईँ 10 घन्टा 12 घन्टा काम गर्नुहुन्छ, रेस्टुरेन्टमा काम गर्नुहुन्छ, त कुनै अरूकोमा काम गर्नुहुन्छ भने तपाईँले डेफिनेटली बेसिक स्यालेरी जुन 2500 पाउनुपर्ने हुन्छ त्योभन्दा तपाईँले बढी नै पाउनुहुन्छ होला। सो डिफ्रेन्ट हुन्छ। यदि तपाईँ 35देखि माथि हुनुहुन्छ भने तपाईँले 2596 पाउनुहुन्छ। यदि तपाईँको उमेर 35भन्दा मुनि छ भने तपाईँले 2574 पाउनुहुन्छ, किनभने यसमा एउटा पर्सनल डिडक्सनको हुन्छ केही, सो त्यो पनि क्यालकुलेट हुन्छ। सो यदि 35भन्दा माथि छ भने दे डोन्ट ह्याभ टु पे फर द्याट मनी। यदि तपाईँ 35भन्दा मुनि हुनुहुन्छ भने यु निड टु पे द्याट अल्सो। सो ट्याक्सेसनमा अकाउन्टेन्ट्सहरूसँग कुरा गर्दाखेरि तपाईँले यो मजाले बुझ्नुहुन्छ। सो यो कुरा गर्दा खासै चेन्ज चाहिँ हुँदैन स्यालेरीमा, होइन। 100-150को मात्रै फरक पर्छ। फेरि पनि इम्पोर्टेन्ट चाहिँ किन छ यो कुराहरू, अब जस्तो तपाईँको कसैको नयाँ पर्मिट आउँदैछ अथवा तपाईँको आइसकेको छ र जुलाई पछिको तपाईँको एम्बेसीमा इन्टरभ्यू छ भने तपाईँले त्यही हिसाबले नयाँ कन्ट्र्याक्टहरू बनाएर पठाउनु पर्ने हुन्छ। अथवा अब जुलाई पछि तपाईँको इमिग्रेसन जानुपर्ने हुन्छ टिआरसीको लागि। सो त्यो बेलामा यदि तपाईँसँग नयाँ कन्ट्र्याक्ट छैन, एक्ट एडिसनल भन्दा नि हुन्छ, अथवा न्यू वर्क कन्ट्र्याक्ट साइन गरेको छैन भने तपाईँले यो नयाँ स्यालेरीवाला नयाँ स्यालेरीवाला कन्ट्र्याक्ट चाहिँ तपाईँले त्यहाँ सो गर्नुपर्ने हुन्छ इमिग्रेसनमा। हुन त सबै कुराहरू तपाईँको जुन पनि अकाउन्टेन्ट छ, कम्पनीको रिप्रेजेन्टेटिभ छ, उहाँहरूले म्यानेज गर्नु हुन्छ। तर फेरि पनि फर यर जेनरल इन्फर्मेसन यु सुड अल्सो नो द्याट के हुन्छ, कसरी हुन्छ, तपाईँले जान्नुपर्ने कुराहरू के छ। सो त्यसै तरिकाले धेरै साथीहरूले मलाई सोधिराख्नुहुन्छ कि मेरो टिआरसी यस्तो भयो, एक्सपायर हुन लागिसक्यो, कम्पनीले रिन्यू गर्दैन। इट्स ओके, कम्पनीले रिन्यू गर्दैन भने यु क्यान डु इट बाई युर सेल्फ अल्सो। तपाईँले इमिग्रेसनको आइजिआईको पोर्टलमा गएर आफ्नो एउटा अकाउन्ट क्रिएट गरेर अपोइन्टमेन्ट बुक गर्न सक्नुहुन्छ। इट्स नट सो हार्ड। चाहिने डकुमेन्ट तपाईँलाई अलरेडी नै थाहा हुन्छ। तपाईँ जुन बेला पहिला पनि जानुभएको छ फोटो खिचाउन, होइन, बायोमेट्रिक्सको लागि, त्यो बेला तपाईँले के डकुमेन्ट जम्मा गर्नुभएको थियो। त्यसरी नै तपाईँले आफ्नो पासपोर्ट, तपाईँको वर्क कन्ट्र्याक्ट, तपाईँको एक्ट एडिसनल भने वर्क कन्ट्र्याक्ट नै हो, त्यसमा एडिसनल तपाईँको स्यालेरी इन्क्रिज भएको त्यो देखाउनु पऱ्यो। अकोमोडेसनको कन्ट्र्याक्ट, अनि अकोमोडेसन कन्ट्र्याक्ट तपाईँले कम्पनीले दिँदैन भने तपाईँले आफै पनि यो लिन सक्नुहुन्छ। आफै पनि एउटा कन्ट्र्याक्ट बनाएर अकोमोडेसनमा बस्न सक्नुहुन्छ, होइन, अथवा बसिराख्नु भएको छ भने। अनि त्यसपछि वर्क कन्ट्र्याक्ट र वर्क पर्मिट तपाईँसँग नै हुन्छ अलरेडी। सो यो दुइटा पनि तपाईँलाई ठुलो समस्या भएन। अब तपाईँलाई समस्या भयो रेजिस यदि तपाईँको कम्पनीले दिन मानेको छैन भने इट्स ओके, तपाईँले रेजिस यो आइटिएममा गएर पनि लिन सक्नुहुन्छ। र मेडिकलको कुरा भयो भने तपाईँले फ्यामिली डक्टर छ भने फ्यामिली डक्टरमा गएर कहीँ 50 राउन्ड दिन्छ, कहीँ फ्रीमा पनि दिन्छ। सो 50 राउन्ड अथवा फ्रीमा तपाईँले मेडिकल सर्टिफिकेट पनि लिन सक्नुहुन्छ। और यदि